अनि स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानल मिलन डायरिजमा। अनि आज चाहिँ हामी चाहिँ यता बागलुङको दहमा घुम्न जाँदैछु। अनि यता चाहिँ ठ्याक्क हाम्रो दाइ हुनुहुन्छ पर्वतदेखि राजन शर्मा दाइ हुनुहुन्छ। अनि यता हाम्रो विकास छ, अनि यता अगाडि निठान हुनुहुन्छ, अनि यता सुरेश, अनि यस्तै हाम्रो भाइ गुरुङ भाइ छ हैन। टक्क भएर हामी चाहिँ दह जाँदैछौँ। टक्क तपाईँहरूलाई पनि हामी दह बेच्छौँ, टक्क भ्लगमा देखाउँछु। साथीहरू जोडेर अन्तिमसम्म रहेर साथ दिनु होला। नयाँ हुनुहुन्छ भने पक्कै सब्सक्राइब हानिदिनुहोस्। च्यानल टक्क अनि कहाँ जाँदै भने बागलुङको गाजा दह है। टक्क हाम्रो यहाँ गुरुङ भाइ छ, रविन भाइ छ। रविन भाइ फेरि पुरै बिजीको बिजी छ। ऊ हाम्रो पर्वतदेखि हाम्रो जेठान हुन्छ, हाम्रो सुरेश साथी विकास, अनि यता हाम्रो भाइ, अनि यता हामी छौँ। ल फेरि हामी अगाडि बढ्छौँ है त। अहिले चाहिँ हामी चाहिँ बरङतिर आइपुग्नु थाल्यो। यति बेला चाहिँ ठ्याक्कै बरङदेखि अगाडि लाग्दै गर्छ होइन। अनि बरङदेखि अलिकति केही समय अगाडि बढ्दै गर्दा यस्तो राम्रो सनसेट हुँदैछ नि। अनि टक्क अनि यस्तो भ्यू हेर्ने भनेर हामी सबैजना चाहिँ यसो गाडी रोकेर सर हेर्दैछौँ है। यस्तो राम्रो देखिन्छ कि अब जुम टक्क म जुम गरेर देखाउँछु तपाईँलाई। हेर्नु न टक्क के यहाँनिर है यस्तो बबाल भ्यू देखियो नि। धेरै हाइटमा आइसक्यो, झन्डै गाह्रो त आइपुग्न थाल्यो। यस्तो चिसो छ नि मौसम नि। हेर्नु न चैतको महिनामा यस्तो टोपी लगाएर आउनुपर्छ। यता त गुराँसको छ नि त टक्क यता त होइन। टक्क हामीले चाहिँ सबैजना भएर यस्तो चिसो छ कि मौसम, सही मजा आइरहेको छ कि। तर बाटो अब त्यस्तै छ बाटो चाहिँ है। हाम्रो के अरे हाम्रो के भन्छ घोडामा त्यो छैन साउन्ड सिस्टम। हाम्रो सबैजना सरहरू यहाँ चाहिँ अनि गुराँस हेर्दै हुनुहुन्छ। अनि गुराँस त नि टक्क फेरि खतरा नि। तपाईँले माछा खाँदा काँडा अड्क्यो भने गुराँस गुराँस भने पनि सर जान्छ अरे। नाम मात्र लिए पनि यस्तो कडा खाले कुरा चाहिँ हल्का साँझ पुरिसकेको छ। त्यसो भएको कारणले सर क्यामेरामा पनि कैद हुन सकेन। त्यसो कारणले अब फेरि हामी अगाडि बढ्छौँ। हाम्रो गुरुङ भाइ अकला देवी ट्राभल्स एकदम सम्झिनु होला भाइ त कडा हो फेरि यहीँ छ भाइ। गुरुङ भाइ के छ, ठिक छ? ठिक छ दाइ, ठिक छ। जाडो भइरहेछ। चिनेको होइन नि त्यो। जमको रुख छ नि ल यता साथीहरू फाइनल यति बेला चाहिँ हामी ठ्याक्कै गाजा दहको गाउँमा आइपुग्यो। ए गाजा दहमा सर साँझ पऱ्यो यति बेला। के छ गुरुङ भाइ? ठिक छ दाइ, जाडो जाडो छ, बहुत जाडो छ। फाइनली गाइज हामी चाहिँ यति बेला ठ्याक्कै गाजा दह है त। साँझ भइसक्यो यति बेला, साँझको 7 बज्न आँट्यो होइन। यो त माथि हरिब हाइट छ नि त, लेक हो नि त होइन। अनि जयमुनी नगरपालिका हो यो होइन। टक्क जयमुनी नगरपालिका यो गाजा दहमा हामी यति बेला टक्क सर आयो हामीलाई स्वागत गर्ने। अर्को यहाँ गोरे गोरे आएछ। यसले स्वागत हाने राम्रै। ल है त हाम्रो दाइले कन्ट्याक्ट गरेर आउनु आएको नि त। हामी त अनि टक्कै हामी एकजना दाइकोमा सर आइएछ। ल आज गाजा दहको होइन यसले राम्रै स्वागत हाने नि त मलाई। यसले राम्रै स्वागत हानेर यस्तो गरेर दिएछ सेतो सेतो, केही छैन, ठिक छ हो। यति त हान्नै पऱ्यो नि, स्वागत त हान्नु पऱ्यो नि गेस्टहरूलाई होइन। साँझको 7 बज्न आँट्यो यति बेला चाहिँ गाजा दहमा आइपुग्यो साथीहरू। ल अब एकछिन बसिन्छ, रेस्ट गरिन्छ होइन। भोलिको बिहान टक्क सनराइजिङ यहाँको भ्यूहरू टक्क देखाउँछ साथीहरू। जोडेर बस्नु अब यसो यहाँ चिसो भयो नि त। अब यसो तातो तातो पानी खाएर हामी जाने। कस्तो फिल भइरहेछ त दाजु? थोरै चिसो, मजा आइरहेछ होइन? अरू त लास्टै रमाइन्छ है। ओके के छ सुरेश, ठिक छ नि? अनि हाम्रो जेठान छ एकदम मजा आइरहेछ एकदम। ल
साथीहरु टक्क हामी एकछिन बसेर रेस्ट गरेर गफगाफ गर्छौँ सहन नसक्ने खालको चिसो महसुस भयो है हो एकदम मलाई गाला नि यस्तो चिसो भइरहेको छ नि त साथीहरु टक्क चिसो खाने तपाईँहरूले पनि भिडियो देखिए चैत महिनामा लिनुहुन्छ सरले अब एक कप तातो लिन्छ अनि त्यसपछि हामीले सगुन लिन्छौँ हजुर ल हामीलाई चाहिँ दाइले चाहिँ तातो पानीको व्यवस्था गर्नुपर्छ भर्खर मात्रै हामी आएको मैले पानी हो अनि पानी हाम्रो जाडो छ नि त मौसम होइन अब चैतको महिना भए पनि के गर्नु नि मौसम जाडो छ धेरै चिसो छ नि हाम्रो गाजा दहमा तपाईँजना सबैजना मिल्छ भने टक्क एकचोटि भिजिट गर्नै पर्ने ठाउँ हो यो होइन के छ यहाँको ठाउँ भने भोलि टक्क हामीले भिडियोमा देखाइहाल्छ नि त्यति साह्रो चिसो भयो हैन पानी त ल ठिक छ ल हामी चाहिँ तातो पानी पिउँछ है एकछिन लास्ट चिसो यो त यस्तो दामी यार यो बुटा त के को यार यो त पोखराको छेउमा चाहिँ यो हो बयस भन्छ कि हाम्रो गुरुङ भाइ हरन मारिरहेको छु त्यहाँ गाडी छोडेर नि ल टक्क यहाँ चाहिँ हाम्रो पाक्दैछ है लोकल पुरै अनि टक्क भर्खर आएछ अब तातो पानी खाइयो अब एकछिनमा खानासाना खाएर अब रेस्ट गर्छौँ त्यसपछि भोलि फेरि भेटौँला यहाँ कस्तो राम्रो यो माथि होमस्टे कता छ अरे कि ठ्याक्कै नि थाहा छैन फेरि हामी चाहिँ सर्वन यहाँ चाहिँ क्याम्प फायर अब यहाँ रेडी हुँदैछ उहाँ एकजना दाइले बाल्दै हुनुहुन्छ दाउरा टक्कै होमस्टेमा यहाँ साइडमा दाउरा छ दाउरा लिएर एक गाडीको तपाईँले लिएर सबै यहाँ बाल्दैछौँ यहाँ एकजना ल त हाम्रो चाहिँ अब ताप्ने कार्यक्रम सुरु भयो भर्खर आएँ दाइहरूले चाहिँ आगो बाल्नलाई मद्दत गर्नुभएको छ अब टक्कै आगो बालेर भर्खर आगो तातो पानी खाएर महिना वाइल बसेर जान जस्तो रहेछ कि यार त्यही भनेर बसेको हामी नि अस्ति 36 घण्टासम्म हामी भित्र बसेर आत्तियो जाडोले यहाँ बसेर त्यसको लागि हामी 5 बजे उठ्छौँ 6 बजे त यसै सनराइज हुन्छ अहिले ल है त साथीहरू यहाँ चाहिँ टक्क यो कोइरालको अचार जस्तो छ नि दाइ यो के को अचार हो यो दाइ बिजी चेक हान्छमै त खान त खायो होइन यो कोइरालकै अचार हो कोइरालकै अचार हो यार कोइरालको अचार यहाँ भट्ट मकै अनि टक्क पिनट मिसाएर लोकलले पुरा अर्ग्यानिक दामी छ यार यो त यार ए1 साइडमा हाम्रो आगो छ अनि टक्कै लोकल अर्ग्यानिक मकै छ होइन हेर्नु न मकै छ भटमास छ अनि त्यसपछि बदाम पनि मिसाएको अनि यता चाहिँ टक्क यो कोइरालको फुल यस्तो मजाले साँधेर ल्याइदिनु भएको छ टक्क खाँदैछौँ खाजा खाएर यो त खाली नि देखाउने मात्रै हो नि हामी त यस्तो खानेपिने मान्छे नै होइन नि ल साथीहरू टक्क यसो जोडिँदै गर्नुपर्छ टक्क हरिब जुसी फ्लेभरमा यो चाहिँ हाम्रो यही लोकल दह गाजा दहको मुला अनि यो चाहिँ टक्क भाँगोको अचार होइन आगो मुलामा आगो सर है त यहाँ चाहिँ खाना खान रेडी अनि हाम्रो चाहिँ दाइहरू हुनुहुन्छ दाइ हजुर नाम के अरे दाइ नरबहादुर थापा हुनुहुन्छ दाइ अनि खाना खानको लागि साथीहरू रेडी हुनुहुन्छ हो होइन तर यहाँको मुला त खतरा लाग्यो मलाई पनि यो मुला यसो हुँदै गर्दाखेरि हामी चाहिँ टक्क खाना खानतिर लाग्छ है त साथीहरू है त ल है हामी चाहिँ टक्क लोकल खाँदैछौँ गुरु गइदिएर आज खाना खाएर सुत्छौँ रेस्ट गर्छौँ अनि फेरि अनि हामी भोलिको के छ त्यहाँको बिहानको मर्निङमा भ्यू के छ अनि त्यो सबै देखाउँछु अनि आजलाई चाहिँ हामी खाना खाएर रेस्ट गर्छौँ साथीहरू अब हामी खाना खानतिर लाग्यो है त म चाहिँ कस्तो एन्टिक टाइपको छ नि यो एक्ज्याक्टली कति राम्रो छ नि तपाईले हामीलाई अब भोलिको लागि सल्लाह दिनुहोस् हामीले के गर्ने भोलि बिहान हामी मर्निङमा 7 बजे उजिल हुन्छ दाइले माथि टार हो टार सर
मेनाले आइसक्नु भयो भने मेना मौसमले साथ दियो भने माथि गाजा भन्ने ठाउँमा जाने छन् गाजा त आउनुभयो होइन गाजा जाने गाजा जाने गिलास त्यसपछि के हेर्ने ल भन्नुहोस् त त्यहाँबाट त्यहाँको भ्यू हेर्ने छ होइन सनराइज अनि विभिन्न किसिमको होइन हर ठाउँको अवलोकन गर्ने अनि आएर सगुन खाएर घर जाने त्यसपछि यति रमाइलो गरेर जानु भएन हजुरहरू रेल बिहान उठेर भाडा पक्का मात्ने हो थल त मैले हिमालय जान्छु है ढिँडो मजा आयो फापर थिएन हजुर कहाँ हजुर सर फापरको पिठो फापर दाना मात्रै हो धुलो भएन धुलो भएन ल्याउनु दुई तिनवटा केटा यहाँ आएर राख्नु त बुढको भएन सर त्यही हेर्दै खाने हिँड्नमा नि हिमालय चालो भनेर त ए आडमा राखेर फापरसँग ढिँडो खानु फोटो त खिचौँ के भयो होइन जोइ एक दुईवटा केटा भए पनि लाएर पऱ्यो के भयो दाइ बिहान हामी घाम देख्न कति बजे जानुपर्छ 5 बजे है साथीहरू टक्कै यहाँ चाहिँ यता चाहिँ टक्कै यहाँ बाघको गुन्द्रुक छ होइन बाघको अनि यतापट्टि कोइरालको अचार छ अनि यतापट्टि ढिँडो छ अनि यता चाहिँ तरकारी छ टक्क अनि फेरि ढिँडोमा परै अनि पुरै लोकल घिउले झ्याइनी हानेको होला त्यस्तोसम्म खाएर टक्क हामी खाना खान्छौँ खुर्सानी नदेखाउनु यो खुर्सानी चाहिँ अलि यो यहाँको होइन गुड नाइट मुला चाहिँ कसम फेरि खान्छु म हेलो साथीहरू गुड मर्निङ अनि आज चाहिँ हामी फेरि ट्याक्कै यहाँ के भन्छ यो दहदेखि माथि दहको धुरी जाँदैछौँ है अनि एकछिनमा टक्कै यहाँ चाहिँ हामी गुराँसको जङ्गल देखाउँछु तपाईँहरूलाई होइन हाम्रो यो दहमा अनि यो दह तलदेखि हामी अहिले चाहिँ ट्याक्कै माथि दहको धुरी जाँदैछौँ ल साथीहरू टक्क पिङ्क कलरको गुराँस देख्नु हो नि कस्तो राम्रो छ कि गुराँस खामै गुराँस आमामा मिठो छ होइन ल हाम्रो गुरुङ भाइले 70 करोडको माल खायो कि यहाँ बहुत मजा आइरहेछ गुराँस पिङ्क कलरको छ है यहाँ चाहिँ यो पिङ्क भन्दैन अझै वाइट कलर बढी रहेछ फाइनल्ली दहको धुरी चाहिँ आयो है हामी बागलुङको यो दह थाकिँदैछ तर हल्का उकालोमा बिहानको यसो भ्यू हेरिदिउँ न त होइन सनराइजिङ होला भनेर अरे बिहान नै उठेर आइदिएको थाकियो खतरा हिँड्नु पऱ्यो कि एकछिन चाहिँ माथि यो गाजाको धुरीमा आउनलाई अन्त यस्तो बबाल भ्यू छ यार सनराइजिङ भ्यू त्यो दामी देखेछ नि आमामामामा हो यो कति 100 मिटरको हाइटमा छ थाहा छैन तर यहाँ अर्कै कलरको दुईवटा उ रहेछ नि त गुराँस है यो एउटा उतापट्टिको अझ अर्को हेर्नुहोस् है साथीहरू टक्क लागेर यहाँ चाहिँ पुरै हिमालको भ्यू पनि देख्न सकिन्छ यहाँ माथि यो दहको धुरीदेखि यतापट्टि यो देख्ने हिमाल चाहिँ यहाँनिर चाहिँ हाम्रो धौलागिरी छ होइन त्यसपछि सर यता ल्याएर यो अन्नपूर्ण यता माछा पुछिरहेको अनि यता सनराइजिङ यस्तो मजाको भ्यू तर मलाई यो सनराइजिङमा आफूलाई राम्रोसँग हेर्नै नमिल्ने क्या दामी भ्यू देखेको छ क्या मर्निङ भ्यू यो अझ गुराँसको सिजनमा त आमामा बब्बा खत्रै यता छ क्या पुरै गुराँस थरीको गुराँस छ क्या चाहिँ यो एउटा यस्तो टाइपको छ होइन अनि उतापट्टि अर्को टाइपको छ त्यो पनि देखाउँछु कि त धेरै उ भएर कि चिसो भएर यता फेरि अर्को टाइपको गुराँस छ जे भयो भने राम्रो देख्छ
गुराँसको फुल अब स्याट्टा हानिदिनुपर्छ यसलाई। यसमा त पुरै के जडीबुटी पाउँछ नि त होइन, अर्ग्यानिक चिज हो स्याट्टा। यस्तो मजाको बस्ने ठाउँ रहेछ कि यहाँ, टक्क क्याम्प फायर गरेर बस्ने टाइपको यहाँ चौपारी रहेछ। जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया। आदरणीय बहिनी गायिका सुरेश श्रेष्ठ। गुराँस लिएर आऊ, गुराँसको रक्सी लिएर आउँछ। ल यता साथीहरू हामी चाहिँ अब टक्क एकछिन यहाँको भ्यू हेरेर फर्किँदैछौँ होइन। अब फेरि एकछिन तल गाजा दहको त्यो ताल पोखरी हेर्छौँ अनि त्यसपछि टक्क एकछिन रमाइलो गरेर खाजासाजा गरेर फेरि हामी नि घर फर्किन्छौँ है त। टोपी हाम्रो त्यो मेरो एउटा टप्पा हाल्नलाई अर्ग्यानिक वाला खतरा वाला रहेछ नि त। दुई कलरको ल अहिले आउँदा भाइ दुई कलरको गुराँस लगाएन, दुई थरीको है। एउटा रातो छ एउटा टक्क यो पनि पिङ्क कलर टाइपमा छ कि बब्बा। ल यस्तो साथीहरू हामी चाहिँ सर गाडीमा गुराँस हेर्दै 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 जाने भनेर पछाडिको चाहिँ हेर्नु कति राम्रो छ कि अब यहाँ। ल साथीहरू यो चाहिँ हाम्रो बागलुङको गाजा दह भन्ने ठाउँ हो है। यस्तो छ गाउँमा घरधुलो चाहिँ खासै धेरै छैन, कति 5-7 घर रहेछ। यस्तो भएर आउँछ नि यहाँ चाहिँ खासमा चाहिँ एउटा के छ भने यहाँको एउटा पोखरी छ भने त्यो गाजा दह भने अनि त्यो पोखरीमा नि त्यो पात पनि खस्नु दिँदैन रहेछ क्या। चरा पात खस्यो भने पनि चराले उडाएर लैजान्छ, टिपेर लैजान्छ भन्छ क्या। यस्तो छ कि यहाँको खासमा यो विशेषता एउटा। त्यो म जाँदैछु देखाउनु, कस्तो राम्रो छ यहाँनिर, आनन्द पिसफुल छ बस्ती। के छ साथीहरू के बिहान बिहान रक्सी हान्दै क्या? अच्छा म चाहिँ यता तालतिर लाग्छु एकचोटि। हाम्रो गाजा दह पोखरी त लगाएर सुकेछ नि ताल त पुरै भएछ। साइडमा भलिबल ग्राउन्ड पनि छ सर दामी छ कि माथि भ्यू जस्तो पनि टेपन जस्तो गरिदिनु रहेछ सानो बबाल बबाल बबाल। तर अहिले चाहिँ पोखरी सुकेछ। यहाँ चाहिँ के गराउँदै हुनुहुँदो रहेछ पोखरीमा, यस्तो राम्रो छ कि पहिला आउँदा त टम्मै थियो कि यहाँ पानी पुरै भर्री थियो। अहिले त पानी सुकेछ। त्यसरी साइडमा चाहिँ हिँड्नलाई पेटी बनाइदिनु भएको छ, दामी देखेछ क्या। अनि यो के को रुख हो यो, यस्तो बगाएको छ नि। साइडमा लाइटिङहरू पनि गरिदिनु भएको रहेछ। यहाँ चाहिँ बाला चतुर्दशीको बेलामा चाहिँ मेला लाग्छ अरे, रमाइलो छ, राम्रो छ ठाउँ। अहिले चाहिँ पानी सुकेको रहेछ। तर यहाँ चाहिँ पोखरीमा फोहोर हुनै नदिने, पातसम्म झर्न नदिने भन्ने हुन्छ कि। पात झरिहाल्यो भने पनि चराले आएर उडाएर लैजान्छ अरे टिपेर। यहाँ चाहिँ मन्दिर छ, यता चौबारी के को रुख हो कि यस्तो, यो सबैतिर यस्तैको मात्र रुख छ। यो खै के को रहेछ थाहै भएन। यो चाहिँ बयसको रुख रे। यहाँ चाहिँ बाला चतुर्दशीमा यसरी तोरण तार्ने गर्नु हुँदैछ। तोरण त हेभी छ त है।
मान्दैन यसरी बाला चोतो दसीको बेलामा पिङ हाल्न खालको डोरी रहेछ। टक्कै यहाँ चाहिँ पोखरीमा अहिले के बनाउँदै हुँदैछ पिल्ला जस्तो उठाउनु भएको छ। सब दामी छ क्या दामी। ल हेर्नुहोस् अघि हामी गएको गाजाको धुरी भन्ने त्यो हो नि यो हाइटमा ठ्याक्क अघि गएको यो धुरीमा पुगेर आइयो कि हामी अघि त्यहाँदेखि भ्यू पोइन्ट रहेछ राम्रो आउँदो रहेछ। अनि यो चाहिँ हाम्रो गाजा त भइहाल्यो होइन पोखरी। अब हामी एकछिन खाजा खान्छौँ अनि खाजा खाएर फेरि अनि आज अनि घरतर्फ फर्कन्छौँ है। साथीहरू तपाईँ पनि टक्क एकचोटि भिजिट हानिदिनुहोस् कि हाम्रो बागलुङको यो गाजा दह भन्ने ठाउँ यस्तो दामी छ नि। गुराँसको सिजनमा त माथिको त्यो धुरी जाँदा फेरि अब त्यस्तो 3टा थरीको गुराँस त देखियो तर अब तपाईँहरूलाई चाहिँ देखाउन सकिएन किनभने हामी आँखाले मात्र कैद गर्न सक्यो क्यामेराले अब सकिएन कैद गर्नु होइन। अनि के छ भन्दा खासमा त्यो टक्क त्यो हाउदा छ नि त हुँदा के भन्छ हाम्रो काठमाडौँमा चाहिँ के काठमाडौँको मान्छे त छ नि त तिनजुरे यो त्यो तिनजुरेमा जस्तै यहाँ पनि यस्तो दामी त थियो। अब के भन्नु ड्रोन सर्ट बब्बाल देखिन्छ नि त तर अनि क्यामेरालाई पनि भुइँदेखि त देखाउन सकिनँ। अनि हामीले चाहिँ मजाले गुराँस हेरेर यो तपाईँहरू पनि टक्क आउनुहोस् भिजिट हान्नुहोस् यो हाम्रो गाजा दह है। अनि यस्तो छ कि फेरि हाम्रो पोखरीको विशेषता यहाँ यति धेरै रुख छ होइन वरिपरि तर तलपट्टि पाप भन्ने छैन क्या। टक्क यहाँ चाहिँ पाप झऱ्यो भने पनि चराएर टिपेर लैजान्छ भन्छौँ कि यहाँ यस्तो छ यो विशेषता है। सबैजनालाई धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्सक्राइब गरिदिनु होला। आफ्नो साथीहरूलाई सेयर गर्नुहोस् रिकमेन्ड गर्नुहोस् होइन। अझै मलाई नयाँ नयाँ ठाउँमा जाने जोस आओस् कि तपाईँहरूलाई नयाँ नयाँ ठाउँहरू यसो देखाउन पाउने अवसर आओस् मलाई रमाइलो लागोस् है देखाउन उत्साह आओस् कि। गुनासो रहने याद आयो के चाहिँ सुनायो हामीले सेतो गुराँसै देखेन। सेतो कुरा दिनु हैन गइना मात्र 2-3टा मात्र बोट लोकको यो अर्ग्यानिक अनि त्यसपछि चटनी छ अनि त्यसपछि घिउ तपाईँले चाहिँ हाम्रो दिँदै हुनुहुन्छ अनि हामी चाहिँ स्याम्पल खाजा खान्छ। साथीहरू हामी चाहिँ खाजा खान्छौँ अब। तातो पानी चिया दुध चिया बनाउँदा यो चाहिँ 2470 मिटरको हाइटमा रहेछ है। पवित्र धार्मिक तथा पर्यटक स्थल गाजाको दहमा हामी चाहिँ अब टक्क खाजा खाएर निस्किन्छौँ अगाडि। खाजालाई टक्क रमाइलो भयो नि त हाम्रो धेरै रमाइलो गऱ्यो एकदम फन्नी ग्रुप भन्ने धेरै सबैजनालाई धेरै धेरै धन्यवाद। अनि आजलाई म भ्लग यही अन्त्य गर्छु अनि फेरि अर्को भ्लगमा जोड्यो होला होइन साथीहरू। त्यसपछि टक्क तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ टक्क हानिदिनुहोस् है त। आजको लागि बाई बाई गाजा दहलाई बाई बाई गर्दा हामी चाहिँ अब घरतिर लाग्छौँ है।